हेलो गाइस आज भन्दाखेरि चाहिँ हामी स्विमिङ पुल जाँदैछौँ अनि आज सन्डे पनि हो सो त्यो टाइममा सबैको छुट्टी रहेछ अनि स्विमिङ पुल गएर स्विमिङ पुल चाहिँ एक्चुअली हामी कहाँ जाने भने चाहिँ उता हेजो हेजो होइन हेजो बेबिना साइडमा जानेवाला सपिङ गर्दै सपिङको अवस्था यहाँ हाम्रो काकीले चाहिँ ड्राइभ गर्नेवाला छ गाडी चाहिँ अलरेडी रेडी यहाँनिर छक्कै चढेर जानेको यहाँ हाम्रो ब्रदर चाहिँ खास चप्पलमा So this will be our total motivation for swimming. Your arms will get heavy, your legs will burn, you will struggle to breathe, but you must keep swimming. Yo छ आजको कोट. So यो छ हाम्रो आजको कोट छ है. Keep swimming है. So त्यो भएर स्विमिङ गर्न आएको छु. It's long time स्विमिङ नगरेर निकै भएको थियो है. Like last summer मा आएको थियो अनि after summer आउनै सकेको छैन नि त. अनि डाइरेक्टली आज यस्तो धुम्बिरहेको दिनमा हामी स्विमिङ गर्न आएको छौँ है. It's actually cold but then I guess it will be worth swimming. यो चाहिँ हुन्छ हाम्रो स्विमिङ पुल. अहिले भन्दाखेरि चाहिँ हामी के अरे यहाँनिर टिकटहरू गरेछौँ and this is the one. So this is the swimming pool. We're going to swim after some time. अहिले भन्दाखेरि चाहिँ के अरे एक टाइम चाहिँ गर्छ अरे टाइम चाहिँ इन द सेन्स अब अलरेडी लगाएको छ मान्छे यिनीहरूलाई 340 मा निकाल्ने हेर्छ आफ्टर 340 चाहिँ हामी बस्नु पर्ने सो वेट गरिरहेको छौँ स्विमिङ पुलमा ड्रेस चेन्ज गर्नु जाँदैछु म ड्रेस चेन्ज यस यस फ्लेक्सिङ बडी हेर नि त हाम्रो भाइको है अम्बा यतिको ज्यान चाहिँ बनाउनु पर्छ है मेरो देखाइदियो नि त यहाँ So yo guys अहिले भन्दाखेरि चाहिँ हामी स्विमिङहरु खेलिसक्यो स्विमिङ खेल्दा चाहिँ बाहिर निस्किरहेको छु फेरि गाडी चाहिँ यही छ हाम्रो यहाँ आज स्विमरहरु and then we're done with swimming cute little baby